पुरानो सेक्टर B2 अब सधैँ चाहिँ आज पनि म माथि वृद्ध आश्रमसम्म जाँदैछु। आज चाहिँ विशेष गरी युएसबाटै आउनुभएका हाम्रा पाहुनाहरू हुनुहुन्छ। पहिला चाहिँ सेक्टर आईमा हुनुहुने उहाँहरूले चाहिँ आफ्नो आमा आस्मा हाङखिम राईको चाहिँ सम्झनामा क्याम्पका हजुरबुवा हजुरआमाहरूलाई चाहिँ एक छाक भए पनि मिठो मसिनो खुवाउने पुरानो सेक्टर B2 यतापट्टि पुरानो सेक्टर B3 यतापट्टि सेक्टर C3 जस्तो लाग्छ मलाई जहाँसम्म। यो रोडको धमाधम अहिले बनिने क्रम जारी नै छ। पैनीहरू बनिने क्रममा बाटो त यही हो। माथि हाम्रो रासिन गोदाम मैले अघि पनि नाम उद्घोष गरेको थिएँ। विशेष गरी चाहिँ आस्मा हाङखिम राई उहाँको सम्झनामा चाहिँ उहाँको छोरा हेमलाल राई, जितबहादुर राई, बुद्धिराज राई उहाँहरूले गरिदिनु भएको। साथसाथै उहाँको छोरी रहरीमाया राई, सन्तमाया राई, मोहनमाया राई। ठ्याक्कै यतिखेर चाहिँ हामी माथि ठ्याक्कै रासिन गोदाम आइपुगिसकेको छौँ। वृद्धाश्रमको आसपास छेउछाउ आइपुगिसके। फेरि पनि हामी आस्मा राईलाई अब अगाडि नै बित्नु भएको रहेछ है। जहाँ रहे पनि उहाँको आत्माले चाहिँ स्वर्गमा बास पाओस् भन्न चाहन्छौँ। सबैजना एक ठाउँमा हुनुहुँदो रहेछ। सबै भित्र भएको यस्तो हिँडेको क्रममा चाहिँ अब अलरेडी छँदैछ होइन। हजुर हजुर तर बाहिरहरूसँग पनि उहाँहरूप्रति चाहिँ नि त्यो भएको कारणले गर्दाखेरि हामीलाई फुर्सद एकछिन नै नपाउने आफू भलो जगतै भलो अन्त उहाँ झगडा गर्नुहुन्छ, अहिले कल गरेको त्यो सबै बसेछ। धेरै वर्ष पछाडि आउनुभयो अनि त्यही भएर आफन्तजनसँग हजुरआमाहरूसँग फोटो खिच्नु जाडो छ। त्यही भएर यसो बिहानको घाम त ताप्नै पर्यो बिचरा कोपाहरू। नमस्ते नमस्ते बिचरा। ठ्याक्कै आज चाहिँ रहरीमाया कोमा उहाँको चाहिँ आमा आस्मा हाङखिम राईको चाहिँ आज सम्झनामा विशेष गरी यो आजको एक छाक भए पनि हजुरबा हजुरआमाहरूलाई चाहिँ मिठो मसिनो खुवाउनको लागि अबको केही छिनमा गर्ने नै छौँ। हो र जाउँ त्यो हाम्रो खर्केको नानी नि भोलि त्यति छैन एकैछिन छैन। धेरै 3-4 मान्छे राखिदिनु नानी बनिजान्छ। कोमा भुटान त कुन ठाउँ पो तपाईँहरू? सरबङ नि। कोमालाई आज थाहा छ कि छैन आज कसको नाममा खुवाउँदै हुनुहुन्छ भनेर थाहा छ? आस्मा हाङखिम राई। तपाईँको आमा पो हुनुहुँदो रहेछ त नि। कति वर्ष भयो आमा बित्नु भएको कोमा? कति वर्ष पुगेथ्यो थाहा भएन नि। थाहा भएन। उहाँहरूको त तपाईँ त सोचिनीको त जेठी देमा पो हुनुहुँदो रहेछ त नि। टिमाई त कुन सेक्टरमा हुनुहुन्थ्यो पहिला कोमा? A3 ए मेरो दिकु कान्छाहरूलाई पनि चिन्नुहुन्छ होला। कुलमा नापा शर्माया चिन्थे त्यति बेला त। अब त A3 मै हुनुहुन्थ्यो टिमाई क्याम्पमा। हजुर 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 हजुर। हाम्रो कोमाको चाहिँ भुटान कुन ठाउँ? भुटान काली खोला। ए
अब फलफुल खानेहरूको लागि फलफुलको पनि व्यवस्था पनि फेरि पनि मैले भनेको आज चाहिँ स्वर्गीय आसमा हाङखिम राईको चाहिँ उहाँहरूको छोराहरू हेमलाल राई, जितबहादुर राई, बुद्धिराज राई अनि छोरीहरू ररिमाया राई, शान्तमाया अनि मनमाया उहाँहरू सम्पूर्णलाई एकदमै हामी धन्यवाद दिन चाहन्छौँ। यो आजको विशेष गरी डे केयर सेन्टरमा चाहिँ उहाँहरूको तर्फबाट सहयोग गरिदिनु भएको अनि उहाँहरूले चाहिँ आफ्नो आमा आसमा राईलाई सम्झेर गरिदिनु भएको। हामी यो बेला सम्झिन चाहन्छौँ डम्बर बुबु साथसाथै पूजन ब्रदरलाई पनि सम्झिन चाहे। अब कपडा सबैजनाले पाएपछि यति खुसी भएर खाना खानु हुँदै हुनुहुन्छ। विशेष धन्यवाद त हामी युएसबाट आउनुभएका सम्पूर्ण पाहुनाहरूलाई अनि पाहुनाहरू मध्ये पनि युएसएबाट पनि उहाँहरूलाई सहयोग गर्नुहुने सम्पूर्णलाई हामी एकदमै नमन गर्न चाहन्छौँ। उहाँहरूले आफ्नो आफन्त अनि आफ्नो हजुरबुवा हजुरआमा अब पितृहरूको कतिजनाले सम्झनामा पनि त सहयोग गर्नुभएको होला। यो यति धेरै सहयोग गर्नुहुने सम्पूर्ण तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु। खुसी भनेको यही हो। कोपा पनि खुसी भएर टोपी लगाएर आउनुभयो। मन्दिरको भाग ड्याडी ल स्वर्गीय आसमा हाङखिम राई है उहाँको चाहिँ अब स्वर्गमै बास होस् भनेर मन्दिरलाई पनि बुवा नमस्ते। त्यसो पनि हो तर पनि अब बाँचुन समय यसो भेट्न होइन भाइ भेट हुन्छ भन्ने उनी थिएन। अब नगरी मान्छे साथै पुग्नुपर्छ।
थेथे आज नि हजुर हजुर हाम्रो मान्छेहरू यति धेरै दयालु छ होइन टाढाबाट आएर पनि यो क्याम्पलाई बिर्सिँदैन यहाँ भएको हजुरबुवा हजुरआमाहरूलाई बिर्सिनुहुन्न उहाँबाट आएर पनि एक छाक मिठो मसिनो हजुर खुवाउनु पनि त यो धर्मको काम हो धर्म धर्म हजुर, धेरै थुप्रो धर्म लाखौँ कोटी धर्म हो नि उहाँको उहाँहरूको त्यही आजको चाहिँ आसमाया हाङखिम राईको सम्झनामा उहाँहरूले खुवाउनु भएको रहेछ होइन हजुर, हजुर। अनि त्यही यसै विषयमा अब धेरैजनाले तपाईँलाई हेर्दै हुनुहुन्छ यसो एउटा पालम गीत सुनौँ न थेतेको मार्फत लु त। अब म त बुढो भइसकेँ म बिर्सिसक्यो पालाम पनि ए हजुर हजुर यो बुढोमा पनि अहिलेसम्म चाहिँ गाडी चढ्नु भएको छैन 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 एकदम गाडी कहिले नचढ्ने हजुर कि तर र पनि एक दुईवटा त छ हो ए लु त्यो रहेको चाहिँ साह्रो मिठो हुन्छ त्यो अब पाँच भैया फेम सिन्छ पाँचै पन्डो यो है हजुर 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 ओहो बागमती अञ्चल है काटै मन्डु यसो छ है पहिला काटै मन्डु हाय काठमाडौँ रिछ कठै परिछ कठै परिछ अब एउटा छ है अब एउटा पनि छ नि को बरै टिपी है खरै लिपी हजुर ओहो खरै लिपी नि एनी हाय तर बिर्स्यो कि अब के खानु भन्नु र पानी नचलाको पानी न के खान्छु भात खाने कि फलफुल खाने उसले भातै खान्छ भात खान्छ भात खाने भने उता हातले भन्ने लगो हातले उता पानी उता लैजाऊ ए यी बुनीलाई पनि दिनु पर्थ्यो
उहाँले पाउनु भएको टोपी र कम्बल पानी फ्रुटी पानी बस्ने ठाउँ भएन कोपा भुइँमै मिठो छ गुड साह्रै मिठो हजुर साह्रै मिठो है घिउ पनि छ नि त्यतै है सबै सागसब्जी एकदम दामी साह्रै मिठो हजुर साह्रै मिठो Nana.
दाल लगाइदिनु न Daddy. ढिलो आउनु भयो र उहाँलाई लुगा कपडा माछा खाएर बुढी खोलाको पानी र माछाले बासैको त्यतै मरिने तर बजारमै बस्नु यहाँ त सुनसान छ परै बस स्टेसनमै सबै छँदैछ अहिले खेती गर्नु पऱ्यो खेती त नि यहीँ आउनु मुस्किल
खेती हो खेती अहिले 5-6 साल भयो म केही गर्दैन त्यही घाँसहरू ल्याइदिएको चाहिँ अलि लगाइदिन्छु जनाले चल्छ गाई पालेको गाई त छैन अहिले त बाख्रा छ एउटा पठाउनलाई छैन मेरोमा त थुप्रो गएको छ नि भनै गर्दैन हिँड्ने बेला भइसक्यो भाइ हामी पनि कहिले हो बेलडाङ चाहिँ खाना खाइसकेर हात धोएर आउँदैन खाएर चाहिँ नहिँडौँ अरे है लोकभित्र नाम ओइ बाँचोस् पूर्ण गरौँ भनेर भनिरहनुहोस् तपाईँले हामी बाँच्यौँ नि जसो त आइरहन्छ नि भेटघाट हुन्छ नि दाइ होइन र हामी भेटघाट हुनु नै राम्रो कुरो हो नि त तपाईँ त घाँसको भारी बोकेर साइकलमा टङ 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 हाई 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 गर्दै हिँड्नु भएको त अहिले सम्झना छ नि ठिकै छ दाइ अब हिँडेको चाहिँ बसौँ एकछिन ल मेरो साथीहरू खाना खानुभयो आज त भोक लागिरहेको थियो 4 बजी उठेको मान्छे खाना खानुभयो हो नि आज चाहिँ नि आसमाया हाङखिम राईको चाहिँ सम्झनामा उहाँका छोरा छोरीहरूले गरिदिनु भएको कि अब उहाँहरूलाई पनि त धेरैजना हेरिराख्नु भएको छ तपाईँलाई उहाँहरूलाई एउटा सिलक सुनाइदिनुहोस् न नानी तिमी त पहेँली पातली लङमरिच खान्छौ र कि लाल बर्ने ज्योतिको विवरण हुन गयो मरि पो जान्छौ र कि नानी नकटा नतन्न पोटुका भोक लागे थाप्लो ठटा तेरा बाबु आमा पनि आसामतिर पठाऊ खलास बुसका रोटा नानी तिमी त पहेँली पातली लङमरिच खान्छौ र कि लाल बर्ने ज्योतिको विवरण हुन गयो मरि पो जान्छौ र कि कसले सिकाउँछ तपाईँलाई पहिल्यै सिक्नु भएको हजुर यस्तो राम्रो मेरो हिमाली खेतमा सिमाली श्रीकृष्णजीको कुलो माइलो छोरो पनि दानाको बलियो साइलो निसापी ठुलो यो काइलो छोरो पनि अगमरी तले भोटिने जारी गरो हलो जोतेको भुटानको भन्छु हस् हस् गराको बाजु जोतेर अलिरा भित्ता सजाऊ सुन जै दाना फलाउला पाखुरी हामी चलाउला घुमाइमा घुमाइ बकरी बनाऊ यो खाले गराको 24 मुरी फलाउने दानाको मुठायो हामी फेरि पनि एकदमै धन्यवाद दिन चाहन्छौँ आजका स्पोन्सर जसले चाहिँ क्याम्पका हजुरबुवा हजुरआमाप्रति यो यति धेरै सहयोग पनि गरिदिनु भयो अनि एक छाक भए पनि मिठो मसिनो खुवाइदिनु भयो उहाँहरूलाई एकदमै धन्यवाद दिन चाहन्छु विशेष गरी आज चाहिँ हामीलाई आसमाया हाङखिम राईको चाहिँ सम्झनामा उहाँका छोरा अनि छोरीहरूले चाहिँ सम्झिदिनु भएको उहाँहरूलाई एकदमै धन्यवाद दिँदै अर्को भिडियोको साथ तपाईँहरूमाझ उपस्थित हुने बाचा गर्दै अहिलेलाई छुट्टिन चाहन्छु धन्यवाद Yeah, they call them bus. Yeah, all about a bus, huh? एक नम्बरी सुनलाई कसी लाउनु पर्दैन
जखम पायो त्यही गना किन्नु पनि हुँदैन सुन चाँदीका गना पाउने एकै ठाउँ विश्वास र भरोसाको एक मात्र नाउँ पुरानादेखि नयाँ आधुनिक गहना ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना गहनाले चम्किन्छ नेपाली जाति गहनामा नेपाली सबैभन्दा माथि सम्पूर्ण गहनाको लागि हामीलाई सम्झनु कोलम्बस ओहायो माछा बिज गरिदिनु गहना हेर्नलाई पसल आउनु होला रिसिभिङको सुविधा साउले लिनु होला Jewelry King USA Columbus Ohio उत्कृष्ट नयाँ तथा पुराना सुन चाँदीका लेटेस्ट डिजाइनका गरगहनाका लागि सदैव सम्झनु पर्ने नाम Jewelry King USA 1995 Morse Road Columbus Ohio 43229 Phone Tara Lohoni 614-698-8836 Narayan Rasaili 716-715-3536